नमस्कार सबैजनालाई। हाम्रो आजको टपिक रहेको छ वेब पेज एन्ड वेबसाइट भनेर है त। हामी चाहिँ आज वेबसाइट भनेको के हो र वेबसाइट भनेको के भन्ने बारे चिन्छौँ चाहिँ, होइन? त्योभन्दा पहिला चाहिँ लेट मी आस्क यू क्वेसन है। के तपाईँले चाहिँ फेसबुक र युट्युब, टिकटक होइन यस्तो प्लेटफर्महरू चलाउनु भएको छ? पक्कै नि छ होला होइन? तपाईँसँग पनि फेसबुक अकाउन्ट होला अथवा युट्युब चलाइराख्नु भएको छ होला भिडियोहरू हेर्न होला होइन? अचेल सानैदेखि हेरिन्छ अचेल चाहिँ। अथवा तपाईँसँग एउटा टिकटक अकाउन्ट पनि हुनसक्छ होइन? हामी त्यसलाई नै इक्जाम्पल हेरेर चाहिँ हामी वेब पेज कसलाई भन्ने र वेबसाइट कसलाई भन्ने एक्ज्याक्टली होइन डिफ्रेन्स कसरी छुट्याउनु त भनेर बुझिन्छ आज चाहिँ होइन? कतिपय मान्छेहरूले चाहिँ वेब पेज र वेबसाइट भनेर छुट्याउन सकिँदैन है। मान्छेले के भन्छन् त्यो थाहा नभएर वेब पेजलाई नै वेबसाइट भन्ने गर्छन् है धेरै जसो केसहरूमा चाहिँ। आज चाहिँ हामी त्यो डिफ्रेन्स ट्याक्कै पत्ता लगाउँ है त्यो के हो भनेर। हामी इक्जाम्पल फेसबुकै लिन्छ पहिला सुरुमा चाहिँ। यहाँ एउटा फेसबुक इक्जाम्पल छ। हामीले फेसबुक चलाउँदाखेरि चाहिँ हामीले के देखिन्छ भन्दाखेरि जस्तै एउटा हाम्रो प्रोफाइल पेज हुनसक्छ होइन? जस्तै यो बिचमा छ होइन? हाम्रो इन्फ्रा एकाडेमीको एउटा पेज प्रोफाइल भनेर छ। त्यस्तै गरेर कुनै ग्रुपहरू खोल्नुभयो होला होइन? लाइक ग्रुपहरू हेर्नुभयो होला। जस्तै यहाँ इन्ट्रो ओपन सेसन भनेर एउटा ग्रुप छ वेब पेज 3 भनेर है हाम्रो राइट ह्यान्ड साइडमा हाम्रो ग्रुप भइहाल्यो। त्यस्तै गरेर अर्को पनि छ यहाँनिर होइन स्क्रिनसट, जसमा चाहिँ हाम्रो सामानहरू जुन किन्ने बेच्ने होइन हाम्रो फेसबुक मार्केट प्लेस भन्छौँ जसलाई। त्यसको स्क्रिनसट छ है। यहाँ के छ भन्दाखेरि हामीले एउटा बटनमा क्लिक गरेपछि जुन त्यो एउटा पेज खुल्छ नि, त्यो हरेकवटा पेजको स्क्रिनसट ल्याएर दिइरहेछौँ है। यो हरेकवटा जुन पेज छ नि हाम्रो कुनै पनि प्लेटफर्म खोल्दाखेरि त्यसलाई हामीले वेब पेज भन्छौँ। जस्तै फेसबुकमा तपाईँले खोल्ने बित्तिकै के देख्नुहुन्छ? सायद लगइन गर्ने ठाउँ देख्नु होला होइन? त्यो लगइन एउटा वेब पेज हो के। त्यस्तै गरेर तपाईँले लगइन गरिसकेपछि के देख्नुहुन्छ? सायद न्युज फिडहरू देख्नुहुन्छ होला होइन? जसमा कसले फोटो अपलोड गर्यो होइन? के भइरहेछ सबै देख्नुहुन्छ। त्यो न्युज फिड एउटा त्यो पनि वेब पेज नै रह्यो है। तपाईँले आफ्नो प्रोफाइल हेर्नुहुन्छ होला, त्यो प्रोफाइल पनि एउटा पेज भयो। यो सबैले हामीले के भन्छौँ? हरेकवटा इन्डिभिजुअल जुन त्यो तपाईँले खोलिराख्नु भएको छ होइन? एउटा क्लिक गरेपछि जुन अर्को चिज खुलिरहेछ, त्यो हरेकवटा के भन्छ पेजलाई चाहिँ हामीले वेब पेज भन्ने गर्छौँ है। त्यस्तै गरेर जुन यो होल एउटा प्लेटफर्म छ नि, जस्तै यो प्रोफाइल पेज हो, लगइन पेज हो होइन? यो होल एउटा प्लेटफर्मलाई हामीले के भन्छौँ? बल्ल एउटा वेबसाइट भन्छौँ क्या। हामीले कुनै एउटा इन्डिभिजुअल पेजलाई होइन वेबसाइट भन्ने होइन कि। जस्तै facebook.com भन्यो भने के हुन्छ? हाम्रो फेसबुक एउटा वेबसाइट भयो। तर जुन facebook.com खोलेपछि जुन चिज खुल्छ नि होइन? जुन पेज खुल्छ त्यसलाई हामीले के भन्छौँ? वेब पेज भन्ने गर्छौँ है। हामीले यसरी बुझ्नु पर्यो। जस्तै अब अर्को इक्जाम्पल लिऊँ न होइन? जसमा चाहिँ हामीले युट्युब इक्जाम्पल लियौँ है। युट्युब पनि एउटा त्यस्तो पपुलर प्लेटफर्म भइहाल्यो। युट्युबमा के छ हामीले युट्युब खोल्ने बित्तिकै हामीले यो लेफ्ट ह्यान्ड साइडमा जस्तो यसरी भिडियोहरू देख्ने गर्छौँ होइन? त्यहाँ भिडियोहरू सजेस्ट गरेर आइरहेको हुन्छ। त्यो एउटा पेज भयो क्या है त। हामीले खोल्ने बित्तिकै एउटा पेज देखियो है त, त्यसलाई हामीले वेब पेज भन्नु पर्यो। त्यस्तै गरेर हामीले कुनै एउटा च्यानलभित्र गएर हेर्न सक्छौँ है। जस्तै इन्फ्रा एकाडेमी भनेर सेकेन्ड स्क्रिनसट छ। त्यो पनि एउटा पेज भयो है त। त्यस्तै गरेर हाम्रो कुनै एउटा भिडियो हेर्छौँ होइन यसरी थर्ड स्क्रिनसटमा वेब पेज 3 भनेर। त्यो भिडियो हेर्ने जुन त्यो पनि एउटा पेज नै भयो। यो होल थिङलाई हामीले के भन्छौँ? 3टे स्क्रिनसटले यो अलग वेब पेज भयो है त। तर यो सबैको जुन कलेक्सन हुन्छ नि होइन? यो होल एउटा युट्युब प्लेटफर्म जुन छ त्यसलाई हामीले के भन्नु पर्यो? वेबसाइट भन्नु पर्यो है त। युट्युब हाम्रो के हो? एउटा प्लेटफर्म हो, एउटा वेबसाइट हो है त। जस्तै कसरी छुट्याउने भन्दाखेरि जस्तै युट्युब भनेको एउटा वेबसाइट हो होइन? त्यसै गरी youtube.com/ होइन समथिङ पाथमा केही न केही त आउँछ नि त युआरएलमा। यो पाथ हेरिन्छ एकछिनमा हामी त्यो वेबसाइट नै खोलिन्छ एउटा। यो पाथ जुन देख्नु भएको छ नि होइन? यो के भइहाल्यो? एउटा वेब पेज भइहाल्यो है। यस्तो जस्ट/ समथिङ के पाथ देख्नुभयो भने वेब पेज भनेर चिनिन्छ हामीले चाहिँ। यसलाई समराइज गर्दाखेरि पहिला समराइज गरौँ, त्यसपछि एउटा नयाँ इक्जाम्पल हेरौँ ल। समराइज गर्दा चाहिँ हाम्रो वेब पेज भनेको के हो त? सिङ्गल पेज हो है। हरेकवटा जुन पेज हुन्छ त्यसलाई हामीले वेब पेज भन्छौँ। लाइक के हुन्छ? एउटा बुक छ होइन हामीसँग, त्यो बुकमा हरेक पेज हुन्छ पेज नम्बर 1 पेज नम्बर 2 गर्दै हुन्छ नि त। त्यो हरेक पेज के हो त? वेब पेज हो के। तर त्यो एज अ होल त्यो सबै बुक के हो त अब? त्यो बुक चाहिँ हाम्रो वेबसाइट हो भनेको। वेबसाइटले के भन्न सक्यो अब? अ कलेक्सन अफ मेनी वेब पेज अन्डर वान नेम। जस्तै facebook.com को नाममा के हुन्छ? facebook.com/ प्रोफाइलको आइडी होला
facebook.com/feed होला, facebook.com/something केही होला हैन /video होला। सो त्यो जुन हरेकवटा जुन के हुन्छ कुराहरू भने भर्खरै स्ल्यास गर्दै त्यो चाहिँ हाम्रो वेब पेजहरू हुन्। एज अ होल यो केको अन्डरमा छ त हाम्रो फेसबुक भन्ने जुन नाम छ त्यसको अन्डरमा चलिरहेको छ नि त। सो यो चाहिँ के भयो जुन फेसबुक भन्ने छ त्यो चाहिँ हाम्रो वेबसाइट भनेर बुझिन्छ है त। सो कसरी भने अब वेबसाइट खोल्नु भन्यो भने अब त्यो वेबसाइट भनेको एज अ होल सबै प्लेटफर्म नै हाम्रो वेबसाइट हो कि। तर त्यो प्लेटफर्ममा जुन त्यो हरेक पेजहरू देखिन्छ नि त्यसलाई हामीले वेब पेज भन्नु पर्यो। सो लेट्स टेक वान रियल टाइम एक्जाम्पल है। हामीले के भने त अब विकिपिडिया भनिरहेको छ होइन एउटा एक्जाम्पल भयो हाम्रो विकिपिडिया भन्ने वेबसाइट हुन्छ है। त्यसमा वेब पेज कुन हो र हामीले वेबसाइट कुन भन्यो भनेर हामी भर्खर छुट्याउँछौँ है त। जस्तै म ढिलै नगरिकन खोलिहालेँ। सो मैले यहाँ खोलिहालेँ होइन। सो यसमा हामी के देखिरहेको छौँ एउटा विकिपिडिया भन्ने होइन टक्क लोगो छ माथिपट्टि तलपट्टि सर्च बक्स छ होइन। सो यो चाहिँ हाम्रो के भन्नु पऱ्यो यसलाई एकचोटि सोच्नुहोस् त के भन्छ होला यसलाई चाहिँ हो यो चाहिँ हाम्रो एउटा वेब पेज भयो है त होइन। कतिलाई लाग्छ कि यो होइन वेबसाइट हो भने जस्तो लाग्छ तर खासमा यो हाम्रो के हो वेब पेज हो है। यसलाई यो जुन देखिरहनु भएको छ स्क्रिनमा होइन यसलाई हामीले वेब पेज भन्छौँ। अब तपाईँले केही सर्च गर्नु होला यहाँ जस्तै मैले एउटा सर्च गर्छु नेपाल भनेर है त। नेपाल सर्च गर्ने बित्तिकै नेपालको बारे आयो नि त। यो अर्को वेब पेज खुल्यो कि। अब मैले यहाँ एक ठाउँमा क्लिक गर्छु होइन थिच्छु। सो अर्को पेज खुल्यो यो अर्को वेब पेज खुलिरहेछ है। त्यस्तै गरेर मैले अरू ठाउँमा यो सिन भन्नेमा खोलेँ यहाँ अर्को पेज खुलिरहेछ है त। सो हरेकवटा जुन एउटा पेज खुलिरहेछ नि यसलाई हामीले वेब पेज भन्नु पर्यो। बट एज अ होल जुन विकिपिडिया भन्ने जुन नाम छ नि होइन यो विकिपिडिया भनेर सो यो चाहिँ हाम्रो के हो एज अ होल यो सबैको कलेक्सनलाई हामीले के भन्छौँ वेबसाइट भन्छौँ है। सो तपाईँले कसैले वेबसाइट खोल भन्यो भने तपाईँले जुनसुकै पेज खोल्नुहोस् है त्यो सबै पेज के हो त वेबसाइटको एउटा पार्ट हो क्या। किनकि हरेक पेजको कलेक्सनले के भन्छ त हाम्रो वेबसाइट बनिरहेको हुन्छ है त। सायद बुझ्नु भएको होला है त। धन्यवाद।